1 लाख रुपियाँको लुगा, त्यो पनि यति मात्रै। अनि मैले आज चाहिँ किन किने त यति धेरै लुगा। हेलो एन्ड नमस्ते। आज हो डे 35 र आजको मेरो बिहानको सुरुवात भयो हिजो बेलुका भिजाको लुगा धुने कामबाट। किनभने चाहिँ हिजो सामान सार्दा सार्दा म चाहिँ ओभरै गलेको थिएँ, त्यही भएर चाहिँ मैले आज फटाफट हिजो भिजाको लुगा पनि धुइहालेँ। अनि फेरि यो मेरो चप्पल चाहिँ मेरो अनुहार भन्दा नि कालो भइसकेको थियो। म जस्तो भए पनि चल्छ, तर मेरो चप्पल चाहिँ अलिकति फोहोर भयो भने पनि मलाई कस्तो सिक्सिको लाग्छ। त्यही भएर साबुन लाएर ब्रसले एकदम घोटी घोटी मैले आफ्नो चप्पल पनि धुइहालेँ। र खाना साना खाएर मम्मी म भएर चाहिँ हिँड्यौँ विराट चोकतिर। अनि फेरि यो बाटो पनि कति धेरै हिलो यार। अनि फेरि यस्तो हिलो बाटो भएको बेलामा गाडी भेट्न पनि त्यस्तै गाह्रो। मम्मी र म भएर हिँडेर अलिक परसम्म गयौँ। अनि बल्ल एउटा म्याजिक भेट्यौँ र हामी त्यही म्याजिकमा चढेर गयौँ विराट चोकतिर। र विराट चोक पुगेर मैले सबैभन्दा सुरुमा चाहिँ गएँ सरलाई भेट्नलाई। किनभने सरलाई नभेटिकन त मलाई कस्तो मजै लाग्दैन, किनभने हाम्रो सर चाहिँ एकदमै फ्रेन्डली हुनुहुन्छ। त्यसपछि राइसान र म भएर चाहिँ गयौँ लुगा किन्नलाई। अनि हामीहरूलाई चाहिँ फेरि लुगा हतपति मनै परिरहेको थिएन। अनि माथि गएपछि अलिअलि मन पर्यो। अनि एक दुईवटा लुगा ट्राई गरेर पनि हामीहरूले हेऱ्यौँ। अनि फेरि यो ज्याकेट चाहिँ मलाई बडै सानो भइरहेको थियो। बल्ल बल्ल हामीहरूले यति लुगा चाहिँ छान्यौँ है त। त्यसपछि अङ्कलले सबै लुगाको प्राइस जोड्नु भयो। अनि हामी चाहिँ एक झोला लुगा लिएर चाहिँ गयौँ सुरुमा मामाको दोकान। र त्यहाँ मामाको दोकानमा गएर चाहिँ साथीहरूलाई लुगा देखाएको, दामी छ भन्दै थिए। त्यसपछि हामी गयौँ हाम्रो विराट चोकमा भएको भोजपुरे भाडा पसलमा, किनभने कराई र कुकर पनि किन्नु पर्ने थियो। र कराई र कुकर किनिसकेपछि हामी गयौँ हाम्रो विराट चोकमा भएको A2MM मा, किनभने मलाई अलि राम्रो खालको दुईटा पेन्ट पनि लिनु पर्ने थियो। र हामीहरूले त्यहाँबाट पेन्ट पनि लिइहाल्यौँ। त्यसपछि म चाहिँ गएँ खाजा खाना र मैले अन्डा चिउरा पनि खाइहालेँ। अनि म खाजा खाना गएको बेलामा मम्मीले त सबै किनेको सामान लिएर घर पो गइसक्नु भएको रहेछ। अनि मैले चाहिँ हिजो यो जुत्ता पसलमा एउटा जुत्ता छानेर चाहिँ गोदाममा लुकाएर राखेको थिएँ, केटाहरूले बेचिदिन्छन् भनेर। जुत्ता त गोदामबाटै गायब भएछ, खोज्दा खोज्दा पनि भेटिएन। म भोलि आउँछु खोज्दै राख्नु है भनेर म चाहिँ निस्केँ त्यहाँबाट। त्यसपछि बसमा चढेर म पनि आएँ घरतिर। र आजको लागि यति नै, बाइ।